र त्यसै गरी आजको यस कार्यक्रममा स्वागत मन्तव्य राखिदिनु हुनका लागि म यसै विद्यालयका कुशल शिक्षक श्री अर्जुन बुढा मगरज्यूलाई यहाँ पोडियममा आमन्त्रण गर्न चाहन्छु। कृपया अगाडि आएर आफ्नो स्वागत मन्तव्य विद्यालयको तर्फबाट विद्यालयलाई प्रतिनिधित्व गर्दै आज उपस्थित हुनुभएका महानुभावहरूलाई स्वागत गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, साथै सम्पूर्ण सदस्यहरू र अन्य विद्यालयबाट आउनुभएका अथवा पाल्नुभएका प्रिन्सिपलज्यूहरू लगायत मञ्चमा आसीन सम्पूर्ण महानुभावहरूमा यस रमना पाठशालाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन गर्दछु। आजदेखि 2081 साल फागुन 7 गतेका दिन यस रमना पाठशालाको 4औं वार्षिक उत्सव समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु र यहाँ उपस्थित मञ्चमा आसीन सम्पूर्ण अभिभावकज्यूहरूसँग र लगायत सम्पूर्णमा आफ्ना पुष्परूपी शब्दहरूद्वारा स्वागत गर्दै आयोजक रमना पाठशालाको तर्फबाट र स्वयं मेरो व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। सर्वप्रथम त तपाईँहरू यहाँ सम्पूर्ण अभिभावकज्यूहरू लगायत सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू र सम्पूर्णमा आफ्नो व्यस्त समयको बावजुद पनि यस हाम्रो कार्यक्रमलाई, हाम्रो वार्षिक उत्सवलाई सफल भव्य र सफल बनाउनको लागि चाहिँ उपस्थित हुने सम्पूर्ण महानुभावहरूमा म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु र साथै अन्तिमसम्म हाम्रो महानुभावहरू चाहिँ अन्तिमसम्म चाहिँ कार्यक्रमलाई चाहिँ हेरेर चाहिँ साथ दिनुहुन्छ भन्ने धारणाका साथ मेरो स्वागत मन्तव्य यही टुङ्गाउँछु। हस्त नमस्कार। महानुभावहरूलाई स्वागत गरेर गइसक्नु भएको छ र त्यसै गरी आजको कार्यक्रमको उद्घाटनका लागि हामीले बिरुवामा पानी चारेर कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम राखेका छौँ र प्लान्टलाई सेभ गर्नुपर्छ, बिरुवा बचाउनुपर्छ, बिरुवा रोप्नुपर्छ भन्ने मूल सन्देश दिँदै आज हामीले चाहिँ कार्यक्रमको उद्घाटन पनि त्यही किसिमले बनाउन चाहन्छौँ र कार्यक्रमको उद्घाटन पानी चारेर बिरुवामा गरिदिनु हुनका लागि म आजका प्रमुख अतिथि श्री बालकृष्ण ओलीज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथि र अतिथिज्यूहरूको टिमलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यहाँ कलशमा पानी छ, कृपया त्यो कलशको पानी लगेर पानी चारेर कार्यक्रमको उद्घाटन गरिदिनु होला र कार्यक्रमको उद्घाटनमा चाहिँ सबैजनाले ताली बजाएर कार्यक्रमको उद्घाटन गरिदिनु होला। अतिथिज्यूहरू त्यसमा सरिक भइदिनु होला। तालीको कमी भएको महसुस भइरहेको छ मलाई। स्टेजको प्रोग्राम कति सफल हुने भन्ने कुरा अडियन्सको तालीमा भर पर्छ। त्यही भएर ताली धेरै बजाएर कार्यक्रमलाई सफल पारिदिनु होला भन्न चाहन्छु र धेरै धेरै धन्यवाद सरहरूलाई कार्यक्रमको उद्घाटन गरिदिनु भएको छ र त्यसै गरेर आसन ग्रहणको क्रमलाई मैले थोरै जोड्न चाहेँ। हाम्रो यस विद्यालयकी सेयर सदस्य श्री शारदा बुढाज्यू अगाडि आएर सेयर सदस्यको ब्याजसहित आफ्नो आसनमा आसीन भइदिनु होला। त्यसै गरी शिक्षक अभिभावक सङ्घ
को अध्यक्ष श्री बसन्ती भण्डारीज्यू उहाँ पनि अगाडि आएर आफ्नो आसनमा आसीन भइदिनु होला अतिथिको आसनमा। त्यसै गरी अब भने हाम्रा अघिका सांस्कृतिक कार्यक्रमहरू अथवा अन्य बालबालिका हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूका पर्फर्मेन्सहरू रहेका छन् र अब हाम्रो यहाँ अन्य सांस्कृतिक कार्यक्रमहरू नृत्य तथा अन्य कार्यक्रमहरू सञ्चालन हुनेछन्। म स्वागत गीत प्रस्तुत गर्ने टिमलाई अगाडि बोलाउन चाहन्छु, कृपया अगाडि आइदिनु होला।